तिमी नै मेरो सहारा आऊ न मेरो हात समाऊ नबोली नै बसौँ न मायालु वचनले तिमीलाई झस्काए कसम नखाइदिउँला म बरु तिम्रो लालीले अङ्गाली लैजाऊ सिधै ठुकठुकाउने ठुकठुकीको बासमै चाहिए जतिले समय तिम्रो बोली आवाजलाई मेरो नाम गाइल बस सिकाउन धैर्य सिकी बसुन्जेलमा केही बेर लागे केही छैन तिम्रो मनलाई मेरो याद आउँदा तिमीले हात यो नचिने अल्झाइ बसौँ माया सरी चिन्छौ कि स्पर्श मेरो कुनै दिन मेरा भाका राखिराख तिम्रा ओठ बिचमै त्यो ओठले आफै आफ गुनगुनाउने गीत चाहिए जतिले समय तिम्रो बोली आवाजलाई मेरो नाम गाइल बस सिकाउन धैर्य सिकी बसुन्जेलमा केही बेर लागे केही छैन तिम्रो मनलाई मेरो याद आउन अब टिका भयो नानी टिका भयो अब त के छ जोगनाहरु वस्त्र ल लगाइदिनु पछाडी सामान त लगाइदिएन पछि पछि मले लगाइदिनु
भोलिमा समाउँछ मामा मङ्गलमा अरू त के भन्छ र मैले धेरै फलक नमात्नु होला भान्जीलाई राम्रो काम हजुर टिको लाँदा हामीले केही फलक्न पार्दैन अब ठुलो भयो ठुलो भयो कता हजुर मामा बल्ल हजुर नमस्कार है यसरी तयारी बस्नु पोखरामा अन्यत्र लानलाई अलि असुविधा हुँदाखेरि यो तपाईँको बेजाङको बाटो है बेजाङको बाटो राम्रो बेजाङबाट ठ्याक्कै उसमा निस्केर तपाईँको हाइवे त बिचै बाटो हो ठ्याक्क दरुङ निस्केर दरुङबाट ठ्याक्कै झर्नलाई सजिलो छ त्यही बाटो भएर तपाईँहरूले अब सकेसम्म हामीले तपाईँहरूलाई अब जन्ती यति ल्याइदिनुहोस् भनेर हामी भन्दैनौँ अब किनभने थोरै भयो भने हामीले तपाईँहरूको इज्जत सम्मान गर्न सकिन्छ धेरै भयो भने हामीले अब त्यही अनुसारको फेरि अलिकति हामीलाई पनि अब समस्या हुन्छ यतापट्टि पनि छुनु अब त्यो त नि बिस्तारै खानु यसमा राखेर खै खै गरेर हात गर्नु एउटा पनि खै आदि त्यति मैले बुझ्नु पर्ने भन्दा के नि ल आफ्नो अघि अघि राख्नु होला सिधा अहिले सूरज उदियो और चारों मेर हुई मिलाट ते आया मारा पावड़ा के स्वागत करावे फुलवारी रे साजे गाजे बाजे गूंजे सपनोरी ये किलकारी रे वन उपवन अभिनंदन करता छाई धगा परियारी रे शक्कर भांको झांकी झांको हुई जश्न की ये तैयारी रे मन हर जाओ घन बरसाओ धन सुखवारो जी रे आयो रे शुभ दिन आयो रे शुभ बहुत कल्याण आरोग्य सुख सम्पदा ज्ञान ज्योति प्रकाश दीप ज्योति नमस्ते ओम कवचामुखे बिन्दु कण्ठे रुद्रसन मूल
छैन उतापट्टि बसेर
आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ चुराधाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना हजुरआमाले यहीँ लगाइदिएको ब्याग गर्नु भएन यति ब्याग एकैचोटि पर्छ बिमानी भयो नानी कति बढी छौ धेरै बढ्यो उहाँलाई टिका लाएर अब यो लिएर छोडी छौ धेरै बढाइ धेरै बढेर ज्ञानी भयो भट्टी भनी हजुरलाई त सक्नु भयो
छ्याम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झैँ शीतल तिमी जुन झैँ छ्याम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झैँ शीतल तिमी जुन झैँ उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा होए 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 चाहिने जो जिन्दगानीमा खुकुरीलाई पितल छापा हाँसियालाई बाला कति हेर्छौ दाइने देब्रे जवान होली जाला जवान होली जाला मेरै घरको दैलो ठुलो आँगन चारै कुने न बिजुली न त पानस तिमी भए हुने तिमी भए हुने हे राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा होए 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 चाहिने जो जिन्दगानीमा फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा 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 चाहिने जो जिन्दगानी बहरी बहरी भए चाहिने जो जिन्दगानीमा मङ्गलम भगवान विष्णु मङ्गलम गरुड मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय खाइसक्यो तपाईँ छोड्नु त बाहुनले जो भन्छ त्यो मान्ने अरूले भनेको बाहुनले जे भन्छ त्यही भने किताब लेखेको बाहुनले पढ्ने जाने बाहुनले होइन
दीपक कलश गणेश पुत्रत्वनर्क वासुनाम मम विवाहिके कर्मणि आरम्भमुखे निर्विघ्न गणेश पूजनाम करिसे छोड दे त्यो नरियल भाटा हरि ओम गणना रायस कलायत भेटाइ नजान सुताय गौरी सुताय गणना जनम नमस्ते हे विघ्नहर्ता गणेशजी हाम्रो वैवाहिक जीवन सुखमय बनाइदेऊ है अध्यक्ष तथा अब कलश वरुण पूजो सेतो चालु भाटा समर्पयामि कालं पूर्वे ऋग्वेदाय नमः उतापट्टिको गन्धपुष्पछटा समर्पयामि दक्षिणी यजुर्वेदाय नमः इन्द्रज्ञै नमः गन्धपुष्पछटा आवाहन गरेर माध्यम तिलन जल चढाऊ अर्घ चढाऊ आसम निकम शुद्ध जल चढाऊ पञ्चमृत स्नान पञ्चमृत पनि स्नान यो अब हेरियो इन्द्रज्ञै नमः गन्धपुष्पछटा समर्पयामि नमस्करोमि चप्पल लाएर होइन यसरी आऊ अब यसरी यहाँ आऊ अब ठिक भयो आऊ पखाल्नु अब पखाल्नु दिन शगुना दा चढ़िया आओ सखियो नी वेड़ा सजिया हाँ मेरा सजना मिलया सजना मिलन वधाइया नी सजन डोली लेके आना नी वेड़ा सजिया मेरा सजना मिलया सजना मिलया सजना मिलया दिन शगुना दा चढ़िया आओ सखियो नी वेड़ा सजिया हाँ मेरा सजना मिलया सजना मिलन वधाइया नी सजन डोली लेके आना नी मेरा सजना टोलना वे रंजन माही टोलना वे हीर जोगनी टोलना वे तू मेरा नसीबा टोलना वे मैं जुगनी तेरी टोलना जावा ना मैं बिन शहनाइया जावा ना मैं बिन शहनाइया सतिया सुना जादू जाई वरमा विष्णु महेश्वरको आह्वान गरेर भो वरमा या गच्छ या तिष्ठे या पूजा गर्मी तावतम विष्णुको भ विष्णु देवता या भव वरदो भव ल अब गाँठो पारे मङ्गलम भगवान् विष्णु
मिलाइदिएर है मिलाइदिनु गुरु जति धेरै पस्यो त्यति धेरै माया तान्न नअल्ली मजाले डबल पार्नु गुरु बाजा बाजाउनु भन्नुहोस् न खाना खाँदै खानु होइन यहाँ कन्यादानको सङ्कल्प हुन्छ अब यिनीहरूको यो सकियो के गर्नु पर्यो भन्नु वस्त्र दान यो दुलहाले दुलैलाई दिने वस्त्रको त्यो ल्याउनु पर्यो अनि हामीले दुलहालाई दिने वस्त्र पनि त्यो सिन्दुरेर बाहिरै भएपछि सिन्दुर र के हो त्यो होइन सामग्री दिनु बरले पूजाको थाली कर्म थाली यहीँ छन् यो हल्का माथि हुने पावा शतं च जीवसरथं सुवर्चारै च पुत्राननु त्यो पूजा गरिराख मैले मन्त्र पढेँ सब्येश्व आयुष्मतीदं परिदस्यवास अब यसलाई मैले संस्कृतमा त्यो भने नेपालीमा तिमीले के भन्यो भने लुगा लगाऊ प्यारी प्रीत अवस्था मुदातक बनी राम्री उचाली र 5 वर्ष सहेतक प्राप्त होस् चाहिए जस्तो सुख सन्तान औधन कहिल्यै पनि अन्यत्र आकृष्ट नबनोस् मन भनेको त्यही छुडाएर त त्यसैको त गर्छ मम पौत्री उत उत्पादयस्यमा सनन्त मम 10 कन्यादान गर्नुभन्दा पहिला यसभन्दा पहिला अब यो यार कस्तो गर्छ भयो अब नानीको बुढी औँलो समाउनु टुकुससँगै दाहिने हातको बुढी औँलो द्वितीय उदय पूर्णिमा त्यसौ अद्य मध्य भौमार मध्य मध्य अद्य त्यादिः मेष राशि स्थिते श्री सूर्य पूर्णिमा त्यसौ अद्य कौडिन्य गोत्र वशिष्ठ गोत्रस्य
के छ पपुत्राय होइन पुत्राय हर्कबहादुर नाम कन्या प्रजापति देवता सह धर्मचारणद्वारा निदानको दान प्रतिष्ठा गाई अथवा दान प्रतिष्ठा जे होस् शिरमार्जन गर मनुर्मेतर वेद वाच मेतर वेद शिरमेतर वेद सतो मेतर वेद ल त्यो दान प्रतिष्ठा हरिओम तत्सत पूर्वोक्त सङ्कल्प सिद्धिरस्तु अद्य जल समारोह सुन्नु है कर्मण प्रतिष्ठा संहिता सिद्धार्थकम इदम सुवर्ण द्रव्यम कौडिन्ये गोत्राय हर्कबहादुर नाम वर्मणे वराय तुभ्यम अहम सम्पर्दते तत्सन्नम यो टपरी लिएर ज्वाइँको हातमै हाल्दियो के हल्लाउने त नि यत्रा मान्छेलाई के सुनाउने त नि अलिअलि अरे हुन्छ अब गाई गाई त्यही भयो क्या होइन कार्य गर्दा कहिल्यै पनि यिनको उपेक्षा नगर्नु होला फेरि कहिल्यै म के अरे उहाँ मुक्तिनाथ तीर्थ जान्छु यसलाई लान्न न बाबु गणेश इन्द्र वरुण ब्रह्मा विष्णु शिव आदिले यी दम्पतिलाई आयु आरोग्य सम्पत्ति दिउन्। वायुले सूर्यले अग्निले सम्पूर्ण देवताले यिनलाई तुष्टि र पुष्टि दिलाउन् भनेको अघि संस्कृतमा बोलेको कुरो।
अयोध्याबाट अग्नै स्वाइदम अग्नै नमः सोमयति प्रजापति शुभ छन्दो सोम देवता आदि सोमाय स्वाइदम सोमाय नमः समाजमि जम गुम सर्तायात अब यो गर्दा गर्दै सिन्दुर हाल्दा नि त सिन्दुर सकेपछि हुन्छ ओम भूज्यात् पूर्ण यज्ञ गंधर्व सना इदं वर्म क्षेत्रपात तस्मै स्वाबाट ओम प्रजापति विश्वकर्मा मनु गंधर्व सानो वर्म क्षेत्रपात तस्मै स्वाबाट नमः नक्षत्रहरूको अधिपति ओम बृहस्पति वर्मणाधिपति जानकारी नेपाली दोस्रो शिलामा माता जगदीशा देवी पितामा यहाँ उनले तलको गर्दै आऊ है शिखराज्य सबैमा पूजा शिखर पर्वताय नमः अब त्यसपछि शुक्रगौनाट्यम ध्यानदम करुणायुतम पार्वती श्री वैष्णव्याप्यायिनी पूजयत शारदाय नमः व्याप्यायि नमः सात पाइला पिछे गर्दिन्छ हे पूज्य विष्णुनाथ्यम श्रीनाथरस्यः रस्यशाय विष्णुनयन्तु चत्तारमय भवानं विष्णुनयेतु पंचपशुभ्य विष्णुनयेतु षड ऋतुभ्य विष्णुनयेतु सखे सप्तपदभाव श्रवण भवा विष्णुनयेतु अहिले बुढी भयो सब सातवटैमा सबै ठाउँ फेरि नङ भात्यो होला नि जता नरहे फेरि नङ त नभात्यो पुरैमा सातवटै हुन्छ उता माथि सप्त ऋषिहरूलाई पूजा गरेका त्यही सातवटै त्यो पुरै पूजा मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष केटा हेरेर अगाडि हरि एउटी देउता अहिले भन्ने थियो अब फेरि तिनचोटि घुम्न पर्ने अर्कोचोटि घुमेर आउँछ लाभाको कुरा अघिकै हो ओम आर्यमणं देवकन्या अग्निमयाश्च तनु आर्यमण देव प्रथमः बाँकी राखो अब तेस्रो अब बस तिमी यता दाहिनेतिर बस उता दाहिनेमा बस्छ तिमी बाबु यतै बस्छ अब प्रतिज्ञा गर्ने है यहाँ बस्छ यहाँ बस्छ अब डरलक्क
वरद्वारा गर्नै पर्थ्यो है। म यिनलाई आफ्नै शरीरको आधा भाग मान्नेछु र जसरी आफ्नो शरीरको ख्याल राख्छु त्यसै गरी यिनको ख्याल राख्नेछु। यिनलाई घरकी स्वामिनी बनाउँछु र यिनीसँग सरसल्लाह लिएर मात्र गृहस्थ सम्बन्धी सबै कारोबार गर्नेछु। यिनमा कुनै दोष खोट कमजोरी देखिएमा तिरस्कार गर्नुको सट्टा प्रेमपूर्वक त्यस्ता कमी कमजोरी दोष खोट मेटाउने काम गर्नेछु। म पनि पत्नी व्रता पालना गर्नेछु। यी बाहेक अरू कसैसँग अवैध सम्बन्ध जोड्ने छैन। यिनलाई सबैभन्दा घनिष्ठ मित्र मान्नेछु। मित्रलाई दिने सम्पूर्ण स्नेह प्रेम सम्मान यिनलाई दिनेछु। मेरो आम्दानी यिनलाई सुम्पनेछु र यिनकै सल्लाहले खर्च गर्नेछु। साथै यिनको सुख सुविधा प्रगति र प्रसन्नताका लागि पुरा ध्यान दिनेछु। अरू कसैका अगाडि यिनको कुरा काट्ने छैन। अपमान गर्ने कार्य कहिल्यै गर्ने छैन। मतभेद भए एकान्त बसेर भन्नेछु, सम्झाउनेछु। यिनीप्रति पूर्णतया सहनशील भएर मधुरतापूर्ण व्यवहार गर्नेछु। बिरामी हुँदा अशक्त हुँदा पूर्ण सहयोग गर्नेछु। सन्तान नहुँदा तिरस्कार गर्ने छैन। यिनीबाट जानी नजानी कुनै गलत कार्य भए पनि म आफ्नो कर्तव्यबाट विमुख हुने छैन। यिनको व्यक्तित्व विकासका लागि मैले गर्न सक्ने सबै कार्य गर्नेछु। यिनको सफलता र असफलतामा पूर्ण सहानुभूति राख्नेछु। आफ्नै शरीर झैँ माया ममता गर्नेछु। उहाँको सुख सुविधाको पुरा ख्याल राख्नेछु। उहाँका परजनहरूसँग उत्तिकै प्रेमपूर्वक व्यवहार गर्नेछु। सबैलाई यथोचित आदर सम्मान सत्कार माया गर्नेछु। परिश्रमपूर्वक घरको काम सम्हाल्नेछु। उहाँको प्रगतिमा पुनः सहयोगी बन्नेछु। उहाँप्रति पुनः श्रद्धा विश्वास राख्नेछु। पतिव्रता धर्मको पुरा पालना गर्नेछु। सधैँ मिठो बोल्नेछु। हंसमुख हाँसिरहन्छु। सेवा भाव राख्नेछु। रिसाउने छैन। अप्रिय पानी बोल्ने छैन। यति पढ्न दे न यार, कहाँ जान सर तपाईँ? यति त भन्न दे। के बिहा गरेर आएको भयो त नि त्यस्तो कुरो। यति पढ्न दे न यार। यत्तिकै भए त अहिले सिन्दुर हालेर पठाउनु। उहाँको कुनै दोष खोट दुर्गुण भए सहनशील बनेर तिनलाई हटाउने प्रयत्न गर्नेछु। रौसी खायो भने किन रौसी खाइस् बुढा भन्दिनँ। हटाउने काम गर्छु क्या म सहनशील फर्काउन भनेदेखि यस्तो नगर्नु। यो कुकुर भनेर भन्दिनँ भनेको अहिले भनेको त्यो भनिएको गुस्सा सम्झाएर अनि मिलाउने भनेको।
उहाँलाई कहिले अपमान गर्ने छैन। उहाँले बाटो बिराए, कर्तव्य विमुख भए। म पनि निरन्तर धर्मपत्नी बनेर उहाँलाई सत्मार्गमा ल्याउने प्रयत्न गर्नेछु। कर्तव्य पारायण बन्नेछु। अब उठ फेरि बट्टाको अलिकति मायामा कसम खाएको थिएँ, दुलही बनाउँछु तिमीलाई भनेको थिएँ। मायामा कसम खाएको थिएँ, दुलही बनाउँछु तिमीलाई भनेको थिएँ। तिम्रो तारिफ सुनाई बामालाई फकाई, तिम्रो तारिफ सुनाई बामालाई फकाई। ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई। बेहुली बेहुली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी। पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी। मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली 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 बेहुली। फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु, मनको खाली पानामा तिम्रै नाम कोर्नेछु। फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु, मनको खाली पानामा तिम्रै नाम कोर्नेछु। यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली। आज किन सपनामा झुके जस्तो लाग्दैछ। आज किन सपनामा झुके जस्तो लाग्दैछ। तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 हात तानेर बसाल्नु पर्छ। ज्ञानी मान्छे ल अब यता सन्धि सन्धितिर जानु है। अब ल आउँ सार्ने भयो होइन। ल आउनु है ल सर। एउटा आए यो खुला ल आउनु बाबु एउटा खान्छ यो तैँले त ल ल अब बा तपाईँ छोडिदिनु छोडिदिनु।
आकाशमा जुन तारा चम्किरहन्छ जहिले यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले माझी बिना ढुङ्गाको छैन ठेगाना तिमी बिना के गर्नु मेरो जीवना माझी बिना ढुङ्गाको छैन ठेगाना तिमी बिना के गर्नु मेरो जीवना यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले टाढा टाढा साक्षी हो हाम्रो मायाको साथी हो म जिन्दगीभर तिम्रो छाया टाढा टाढा साक्षी हो हाम्रो मायाको साथी हो म जिन्दगीभर तिम्रो हामीले म्याक्स दिए 10,000 दिने म्याम ल 8जना सालीलाई मजाले पुग्छ त 10,000 ले पार्टी गर्न दिदीलाई पठाएर पार्टी गर्ने ल 10 5 ल 15 3500बाट 15,000 पुग्छ नाकपाटी बेलाको बिहेनी सधैँ हुन्न के अरे खर्च उता नि छ ल हेर्नु तपाईँले मागेको पैसा त दिदीको 2 वर्षको खर्च अङ्किन्छ त नि मेकअप किट त 4-5 वटा हुन्छ होला केटीले दिदीको लागि फाइनलको लागि छुट्टी दिमाग बाबु हुन्छ माना खुसी राख्नु नगराउनु हुन्छ एक वर्ष दुलैको मेकअप भन्दा नि दुलैको मेकअप 8 वटा बाइक छ 8 वटा साली जाम ल सबै साली जानी हो एक ल सबै साली जानी भयो कन्टा हैन ल एक हैन 1.5 दिने पनि सब 100 साली गयो 1.5 लाख ल हामीले भैँसी किन आएको होइन यो भैँसी किन पाडे दिन्छ यता हाम्रो न
भोलि कसरी ल्याउनु त 2 घण्टा मिलाउन आखिरी दसैँ रहेछ त अब हामी दिने हो होइन गाँठा त्यो यसो अनुसार पनि चल्छ त बिना त्यहाँ छ
भाइटिकामा भेट्न आउँला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउँला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो आफ्नो नै पराई पराई नै आफ्नो आफ्नो नै पराई भाइटिकामा भेट्न आउँला नरोई जाऊ माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई भाइटिकामा भेट्न आउँला नरोई जाऊ चेली
नानीले सुनाउँछु कि पहिला दिनलाई दिनु दिदी यसो यता कल्पनामा हराउँछु तिमीलाई हेरी हेरी सपना सजाउँछु तिम्रै नाम दिलमा कोरी कल्पनामा हराउँछु तिमीलाई हेरी हेरी सपना सजाउँछु तिम्रै नाम दिलमा कोरी शायद कति खुसी हुन्छ होला म त तिम्रो आगमन हेरी तिम्रो आगमन भरी 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 आँखाका नानी भन्दा टाढा तिमी नहुनु है मलाई छोडी त्यो मन मोडी कहीँ कतै नभुल्नु है आँखाका नानी भन्दा टाढा तिमी नहुनु है मलाई छोडी त्यो मन मोडी कहीँ कतै नभुल्नु है चञ्चल यो मन खोजिरहन्छ तिमीलाई नै हे 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 ला 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 कल्पनामा हराउँछु तिमीलाई हेरी हेरी हो आहा मैले जस्तै माया तिमी पनि गर्नु है प्रीतको मिठो सुवास सुगन्ध छर्नु है कुनै पल परिसौदा मायाले फकाउनु है त्यो मनको मन्दिरभित्र मलाई सजाउनु है त्यो मनको मन्दिरभित्र मलाई सजाउनु है म त नदी भई बग्छु तिमी किनारा हुनु है जुनी जुनीलाई पुग्ने चोखो माया दिन्छु है
त डुब्दै गए मायाको यो सागरमा तिमीले छोडी गयो भने हुन्छु होला पागलमा तिमीले छोडी गयो भने हुन्छु होला पागलमा कल्पनामा हराउँछु तिमीलाई हेरी हेरी सपना सजाउँछु तिम्रो नाम दिलमा कोरी शायद कति खुसी हुन्छ होला म त तिम्रो आगमन हेरी तिम्रो आगमन भरी 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 मात्रै हो क्या बिहामा दिएको
सत्य